छोड्दिन तिमी बाहेक कतैका पलहरू मेरो आयुमा गन्दिन तिमी बाहेक बिताएका दिनहरू मेरो उमेरमा छोड्दिन तिमी बाहेक कतैका पलहरू मेरो आयुमा गन्दिन किनकि तिमी बिनाको जिन्दगी जिन्दगी नै भन्दिन म जिन्दगी नै भन्दिन तिमी बिनाको जिन्दगी जिन्दगी नै भन्दिन म जिन्दगी नै भन्दिन हाम्रो बेड कलेजको क्यान्टिनमा भएको थियो देख्ने बित्तिकै मन परेको थियो त्यतिखेर सुरुमा उहाँले नि देख्थ्यो उनीहरू क्यान्टिनमा मैले चाहिँ त्यति याद गरेको थिइनँ अनि मैले याद गर्दाखेरि चाहिँ मेन सुरुमा चाहिँ हाम्रो झगडा नै भएको छ कलेजमा भेट भएपछि देख्यो अब बोल्न गयो कफी माग्ने बाहनाले यताउति गर्ने बाहनाले त्यसपछि अब बोल्दै बोल्दै गएपछि अब त्यही त्यो सुरुमा प्रपोज गर्नुको मैले अनि सुरुमा चाहिँ म नै भन्नु थियो पछि 1 वर्षपछि चाहिँ असो तिमी नभए चाहको त्यही रोकिन्छ समय प्रलय हुन्छ संसारै मेरो चल्दैन हृदय तिमी नभए चाहको त्यही रोकिन्छ समय प्रलय हुन्छ संसारै मेरो चल्दैन हृदय फुटेको थैला सरी हुन्छ पहिरीका काठै परी हुन्छ